साथीहरू यो भिडियो चाहिँ स्पेसली ल स्टुडेन्ट्सको लागि जसले इन्ट्रान्स प्रिपरेसनदेखि हरेक एक्जाममा मीरा ढुङ्गानाको केस लेख्दै पास गर्दै आउनुभयो। उहाँहरूको लागि लेख्नको लागि थप नयाँ एउटा केस नयाँ नजिर थपिएको छ। हिजो मात्र सर्वोच्च अदालतको संवैधानिक इजलासले FWLD को तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले दायर गर्नुभएको 076 WC 0036 नम्बरको मुद्दामा यो मुलुकी देवानी संहिता 2074 को दफा 214 को 2 यो लैङ्गिक समानताको हिसाबले डिस्क्रिमिनेटरी भयो, संविधानसँग बाजियो भनेर हिजो मात्र कन्स्टिट्युसनल बेन्चले चाहिँ त्यो व्यवस्था खारेज गरेको छ। यो 214 को 2 मा चाहिँ कुनै विधवाले अर्को विवाह गरिन् भने अंश बापत पाएको सम्पत्ति उसको पूर्व पति तर्फको छोराछोरीले लिनुपर्ने अथवा उनीलाई फिर्ता गर्नुपर्ने, नत्र आफैले राख्न पाउने भन्ने व्यवस्था थियो। यस सन्दर्भमा केटाहरूको हकमा चाहिँ सम्पत्ति फिर्ता गर्ने कुनै कानुनी प्रावधान नरहेको, तर विधवा अथवा एकल महिलाको हकमा चाहिँ सम्पत्ति फिर्ता गर्नुपर्ने कानुन रहेको भनेर यो चाहिँ एउटा जेन्डर डिस्क्रिमिनेटरी हिसाबले अथवा लैङ्गिक समानताको हिसाबले चाहिँ विभेदपूर्ण भयो भनेर हिजो मात्र सर्वोच्च अदालतले यो निर्णय सुनाएको छ। तर यसको पूर्वपाठ आउन भने समय लाग्नेछ। तर त्यहाँसम्मको लागि तपाईँहरूले मीरा ढुङ्गानाको यो नयाँ केस पनि थपेर एक्जाममा लेख्न सक्नुहुन्छ। धन्यवाद।